अहिले दुष्ट आत्माले के गर्छ? मैले भर्खरै यो बोलेर आएँ किनभने यो महत्त्वपूर्ण छ, किनभने आज र भोलि हामी रहन्छौँ, ताकि हामी दुष्ट आत्माको आक्रमणमा नरहौँ। ध्यान दिनुहोस् ठ्याक्कै। दुष्ट आत्माले दुईवटा कुरा गर्छ। एउटा चाहिँ दुष्ट आत्मा भित्र पस्छ, अर्को चाहिँ दुष्ट आत्मा बाहिरबाट कन्ट्रोल गर्छ। अविश्वासीहरूलाई चाहिँ दुष्ट आत्माले भित्रैबाट कन्ट्रोल गर्छ अथवा उसको शरीरभित्रै पस्छ। फर एक्जाम्पल, येशू प्रभु आउनु हुँदै गर्दाखेरि एउटा दुष्ट आत्मा लागेको व्यक्ति थियो र बाइबलले भन्छ त्यसको हातहरू साङ्गाले बाँधिएको थियो र बाइबलले यस्तो पनि भन्छ कि त्यो यति साह्रो अनियन्त्रित थियो कि त्यो साङ्लाहरू जतिसुकै दह्रो बनाएर कसेता पनि त्यसलाई टुक्रा टुक्रा बनाएर के गर्थ्यो? टुक्राइदिन्थ्यो। अहिले हामीलाई पुलिसले हडकडी लगायो भने हामी खोल्न सक्छौँ, तर त्यो दुष्ट आत्मा लागेको मान्छेलाई यति साह्रो साङ्गाले बाँध्दाखेरि पनि त्यसले सबै चुट्याउँथ्यो भन्थ्यो। अनि त्यो व्यक्ति भित्रैबाट दुष्ट आत्मा लागेको मान्छेहरूको चाहिँ शरीर आफ्नो बसमा हुँदैन, दुष्टको बसमा हुन्छ। त्यही भएर उसको दिमागहरू, उसको कार्यहरू दुष्ट आत्माले प्रयोग गरेपछि उसले सबै कुरा अनियन्त्रित हुन्छ। अनि बाइबलले भन्छ त्यो व्यक्ति उफ्रिने, हाम फाल्ने, चिच्याउने, कराउने, लड्ने, फिचकार्ने यस्ता क्रियाकलापहरू गर्दै आए। अब मलाई थाहा छैन अहिलेको फेरि ट्रेन्ड के छ भन्दाखेरि चर्चमा चाहिँ लड्ने, उफ्रिने, चिच्याउने छ, त्यो चाहिँ फेरि पवित्र आत्माले अरे। तर बाइबलमा चाहिँ फेरि ठिक विपरीत छ क्या। दुष्ट आत्मा लागेका व्यक्तिहरू चाहिँ के गर्छ अरे? लड्ने, उफ्रिने, चिच्याउने, हाम फाल्ने। अहिले अफ्रिकामा त फेरि तपाईँको यो खत्रै भएको छ अफ्रिकामा चाहिँ क्या। अफ्रिकामा चाहिँ पास्टरहरू चाहिँ अहिले पुलपिटमा आएर चाहिँ उसले फोल्डरिङ खेल्न सिकेन भने ऊ पास्टरै होइन। जस्तो ब्याक फोल्डिङ चाहिँ 4 फोल्डिङ हान्नुपर्छ अरे, सुई सुई। अनि यहाँनिर पास्टर छ भने त्यहाँ विश्वासी छ भने चाहिँ त्यो कुद्ने ठाउँ हुनुपर्छ, उसलाई सुर्र कुदेर बङ बङ लड्ने हुनुपर्छ। भनेपछि दुष्ट आत्माले यो कुरा गरेको कारणले गर्दाखेरि बाइबलले भन्छ दुष्ट आत्मा चाहिँ आत्मा हो, शरीर छैन, त्यही भएर शरीरलाई बसमा गर्छ। तर जब दुष्ट आत्माले चलाउँछ नि त्यो मान्छे सक्यो। येशू प्रभुसँगै हुँदाखेरि पनि दुष्ट आत्मा लागेको छ हो। को भन्नुहोस् त? को? यहुदा इस्करियोत खाँदैछ, येशूले देख्नुभयो शैतान तिमीभित्र के गर्दैछ? पस्दैछ। आई क्यान सी द सेतान इज इन्टरिङ यु। बाहिरबाट होइन, भित्रैबाट पस्दैछ। अनि पसिसकेपछि त्यसलाई चाहिँ अब बसमा चलायो, लग्यो लग्यो लग्यो, कहाँ लगेर मारो? ढुङ्गामा मारेन, कसलाई? यहुदा इस्करियोतलाई। यो चाहिँ भित्रबाट पोसेसिङ भन्छ क्या, चाहिँ दुष्ट आत्मा कहाँबाट पस्नु अरे? भित्रैबाट पस्नु। अब विश्वासीहरू ध्यान दिनुहोस् है, विश्वासीलाई दुष्ट आत्मा लागेको छ भने आउनुहोस्, म येशूको नाममा प्रार्थना गरेर निकालिदिन्छु। तर सज्जन र असल विश्वासीहरू तपाईँ त्यो दुष्ट आत्मा लागेको जस्तै उफ्रिने, जम भान्ने होइन। हामी प्रभुको लागि उफ्रिनुपर्छ, तर अनकन्ट्रोल भन्छ क्या। अनकन्ट्रोल भन्छ के हो? वर्सिप लिडरले आराधना यहाँ गरिरहेछ, आराधना कहाँ गरिरहेछ अरे? यहाँ गरिरहेछ। फर्किनुपर्ने कता हो? फर्किनुपर्ने यता हो, यता फर्किरहेको हुन्छ। त्यो भएर उनीहरू थाहा छैन के भइरहेको छ, यतातिर भित्तामा पो ढोकिरहेको हुन्छ यसरी। भनेपछि हामी गलातीको पुस्तक 5:22 भन्छ, गलातीको पुस्तक 5:22 भन्छ पवित्र आत्माको 9वटा फलमध्ये एउटा फल चाहिँ इङ्ग्लिसमा भन्छ त्यसलाई, इङ्ग्लिसमा, नेपालीमा चाहिँ आत्मसंयमता भन्छ, तर इङ्ग्लिसमा चाहिँ त्यसलाई SELF, सेल्फ, CONTROL के हो? कन्ट्रोल। सेल्फ कन्ट्रोल चाहिँ हाम्रो के हो? फल हो। सेल्फ कन्ट्रोल भनेको चाहिँ म मेरो दिमागलाई के गर्छु? कन्ट्रोल गर्छु। तर त्यो बाइक कुदाउँदाखेरि पनि मलाई फेरि कन्ट्रोल थाहा छ नि त। यहाँनिर हाइवे छ, यता घुम्नु परेको छ, मैले यहाँनिर 100 को स्पिडमा हाँक्दैछु भने त्यो घुम्दाखेरि म 100 को स्पिडमा हाँक्छु? हाँक्दिनँ नि त। ब्रेक हान्छु अनि के गर्छु? गियर डाउन गर्छु, बिस्तारै घुम्छु। यसलाई भन्छ सेल्फ कन्ट्रोल। तर विश्वासीहरू भित्र आएपछि कुन कुरामा कुन गर्नुपर्ने? हामीमा सेल्फ कन्ट्रोल हुनुपर्छ। आमेन। हामीमा सेल्फ कन्ट्रोल हुनुपर्छ। अहिलेको सङ्गतिहरूमा छोरी मान्छेहरू लडेर नग्नता देखाएर होइन धेरै कुराहरू छ, त्यो आई डोन्ट वान्ट टु से एक्चुअली, तर यो विकृति भएर आएको छ। यो विकृति चाहिँ हाम्रो मण्डलीमा नआओस्। त्यो कसरी आयो, के भयो, त्यो भएर हामी मण्डली इतिहास पढ्दैछौँ, सर्लङ्ग भइहाल्छ। अर्को कुरा चाहिँ यो चाहिँ भित्रबाट पस्ने दुष्ट आत्मा हो। अर्को दुष्ट आत्मा चाहिँ बाहिरबाट नियन्त्रण गर्ने।
हो यो दुष्ट आत्माले चाहिँ हामीलाई पनि नियन्त्रण गर्न खोज्छ। म जब कुनै राम्रो कुरा गर्न चाहन्छु आई फाइन्ड माइसेल्फ द इभिल इज भेरी नियर। म जब राम्रो कुरा गर्न चाहन्छु दुष्ट कहाँ छ अरे? रोमी 7 को 7 पढ्दै जानुभयो भने मेरो नजिकै छ। जब म कुनै राम्रो कुरा गर्न चाहन्छु दुष्ट मेरो नजिकै छ। अनि येशू प्रभुले पनि भन्नुभयो दुष्ट आत्माले के गर्छ भन्दाखेरि त्यो जुन छरिएको वचनहरू बिउहरू चाहिँ परमेश्वरको वचन हो। अनि त्यो ढुङ्गेनी जमिनमा परेको चाहिँ यस्तो वचन हो जहाँ चाहिँ वचन त सुन्छ तर को आएर लान्छ अरे? दुष्ट आएर लगिहाल्छ। भनेपछि मैले किन ल्याएँ भन्दाखेरि यो जुन मण्डली इतिहासको वचनहरू छ यो वचन एकदमै प्रेसियस छ, एकदमै बहुमूल्य छ। अनि म यो चाहन्छु कि त्यो दुष्ट आत्मा आएर त्यो वचन तपाईँको कानमा तपाईँको हृदयमा नपुगिकन त्यसले उडाएर चाहिँ नलजाओस्। तर त्यसले उडाएर लानै चाहन्छ। त्यो भएको कारणले गर्दाखेरि हामी प्रार्थना गरौँ। अहिले हामी क्लासमा बस्दाखेरि प्रार्थना गरौँ प्रभु यो वचनहरू चाहिँ दुष्ट आत्माले चोरेर नलैजाओस्। अनि यदि हामीले हाम्रो हृदयलाई चाहिँ ढुङ्गेनी जमिन बनाएको छ भने लान्छ, तर हामीले असल माटो बनाएको छ भने अनि मात्रै रोपिन्छ। आमेन। त्यही भएर दुष्ट आत्मा हामी मौका नदिउँ। दुष्ट आत्माले धेरै कुराहरू गर्छ। त्यही कारणले गर्दाखेरि जहिले पनि हामी दुष्ट आत्मादेखि चाहिँ होसियार हुनुपर्छ। हामी अरूलाई मध्ये दुष्ट आत्मा भनेर भन्नु मिलेन। हामी आफैलाई पनि समयमा सेकेन्डमा हरेक पलमा दुष्ट आत्मादेखि हामीले जोगिनुपर्छ। अनि प्रभुले हामीलाई यही सिकाउनु भयो। के सिकाउनु भयो? प्रभुले उहाँको प्रार्थनामा हामीलाई केदेखि बचाउनुहोस्? दुष्ट आत्मादेखि